सैनिक टिम झापाको वीरता मोड 10 महेन्द्र ज्योति माविको खेल मैदानमा जारी 6औं वडाध्यक्ष टोल स्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। आज भएको खेलमा नमुना टोललाई 3-2 गोल अन्तरले पराजित गर्दै सैनिक बजार र भूपू सैनिक टोल सम्मिलित सैनिक टिम सेमीमा प्रवेश गरेको हो। सैनिकका लागि विप्लव गुरुङले 2 गोल गरे भने सौरभ लिम्बुले 1 गोल थपे। उता नमुनाका लागि सन्तोष गुरुङ र विकेश लिम्बुले समान 1-1 गोल गरेका थिए। पहिलो हाफमा सन्तोष गुरुङले गोल गर्दै अग्रता लिएको नमुनाका लागि विकेश लिम्बुले गोल गर्दै अग्रता दोब्बर बनाए। तर पहिलो हाफको इन्जुरी समयमा सैनिकका लागि विप्लव गुरुङले गोल गर्दै खेलमा फर्किएको संकेत गरे। त्यसैगरी दोस्रो हाफमा सौरभ लिम्बुले गोल गर्दै बराबरी गर्न सफल भए। निकै रोमाञ्चक भएको खेलको इन्जुरी समयमा सौरभ लिम्बुको क्रस पासमा उत्कृष्ट हेड गर्दै विप्लवले बललाई जाली चुमाउँदै सैनिकलाई जितको सुनिश्चित गर्न सफल बने। प्रतियोगिताको उपाधि भिडन्त भने यही जेठ 17 गते हुनेछ। उपाधि विजेताले नगद 51,000 रुपियाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता हुने टिमले नगद 31,000 रुपियाँमा चित्त बुझाउनु पर्नेछ। यसैगरी यही 16 गते वडा स्तरीय महिला म्याराथन दौड प्रतियोगिता हुने आयोजक वडा खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र तुम्ब्रुकले जानकारी गराए। अध्यक्ष तुम्ब्रुकका अनुसार प्रथम हुनेले नगद 11,000 रुपियाँ, द्वितीयले 8,000, तृतीयले 6,000, चौथो हुनेले 4,000 र सान्त्वना हुनेले 2,500 रुपियाँ प्राप्त गर्नेछन्।